आज 29 अप्रिल 2026मा तपाईँको राशिफल। आजको दिन तपाईँका लागि कस्तो रहनेछ? के नयाँ अवसर आउनेछ कि चुनौतीले भरिनेछ? नमस्कार, आज हामी 12वटै राशिको आजको भविष्यबारे सरल र स्पष्ट रूपमा बुझ्नेछौँ। काम, धन, प्रेम र स्वास्थ्य सबै पक्षबाट सङ्केत दिनेछौँ। याद राख्नुहोस्, राशिले दिशा देखाउँछ, तर निर्णय सधैँ तपाईँको हातमा हुन्छ। अब सुरु गरौँ मेष राशिबाट। मेष राशिका लागि आज ऊर्जा र उत्साहले भरिएको दिन रहनेछ। नयाँ काम सुरु गर्ने अवसर आउन सक्छ, तर हतारमा निर्णय लिनुअघि राम्ररी सोच्नुहोस्। धनको मामिलामा सामान्य फाइदा देखिन्छ, तर अनावश्यक खर्चबाट बच्नुहोस्। प्रेम सम्बन्धमा सानो गलतफहमी हुन सक्छ, त्यसैले शान्त भएर कुरा गर्नु उपयुक्त हुनेछ। वृष राशिका लागि आज शान्त र स्थिर दिन रहनेछ। तपाईको मेहनतको परिणाम देखिन सुरु हुनेछ। धन सम्बन्धी कुरा राम्रो देखिए पनि बचतमा ध्यान दिनु आवश्यक छ। परिवारसँग समय बिताउँदा मन शान्त र खुसी हुनेछ। मिथुन राशिका लागि आज बोल्ने क्षमता नै तपाईको बल बन्नेछ। नयाँ मानिससँग चिन्जान बढ्न सक्छ, जसले भविष्यमा फाइदा दिन सक्छ, तर धेरै सोच्दा अन्यल बढ्न सक्छ, त्यसैले सरल रहनुहोस्। कर्कट राशिका लागि आज भावनात्मक दिन हुन सक्छ। पुराना कुरा सम्झदा मन अलि भारी हुन सक्छ, तर यो अवस्था स्थायी होइन। आफ्नो स्वास्थ्य र विश्राममा ध्यान दिनुहोस्। सिंह राशिका लागि आज आत्मविश्वास उच्च रहनेछ। काममा राम्रो प्रदर्शन हुनेछ र अरूको ध्यान आकर्षित गर्न सक्नुहुनेछ, तर अहङ्कार नियन्त्रण गर्नु आवश्यक छ। कन्या राशिका लागि आज साना कुरामा ध्यान दिनुपर्ने दिन हो। सानो गल्तीले ठूलो असर पार्न सक्छ, त्यसैले एकाग्र भएर काम गर्नुहोस्। स्वास्थ्यमा पनि ध्यान दिनु राम्रो हुनेछ। तुला राशिका लागि आज सन्तुलन बनाउने दिन हुनेछ। सम्बन्धहरूमा मेलमिलाप बढ्ने सङ्केत छ, तर निर्णय लिन केही गाह्रो हुन सक्छ। आफ्नो भित्री अनुभूतिमा भरोसा गर्नुहोस्। वृश्चिक राशिका लागि आज ऊर्जा गहिरो र तीव्र रहनेछ। काममा प्रगति हुनेछ, तर रिस नियन्त्रण गर्नु आवश्यक छ। लुकेका कुरा बाहिर आउन सक्ने सम्भावना छ, त्यसैले सावधान रहनुहोस्। धनु राशिका लागि आज नयाँ अवसर र घुमफिरको सम्भावना देखिन्छ। नयाँ योजना बन्न सक्छ, जसले तपाईलाई उत्साहित बनाउनेछ। तर लापरवाही गर्दा समस्या आउन सक्छ, त्यसैले सोचेर निर्णय लिनुहोस्। मकर राशिका लागि आज मेहनतको फल पाउने दिन हो। काममा प्रशंसा पाउन सक्नुहुन्छ, तर दबाव पनि बढ्न सक्छ। काम र विश्रामबीच सन्तुलन राख्नु आवश्यक छ। कुम्भ राशिका लागि आज नयाँ सोच र सृजनशीलता बढ्नेछ। नयाँ विचारले तपाईलाई अगाडि बढ्न मद्दत गर्नेछ, तर भावनात्मक दूरीले सम्बन्धमा असर पार्न सक्छ, त्यसैले नजिक रहने प्रयास गर्नुहोस्। मीन राशिका लागि आज कल्पना शक्ति बलियो हुनेछ। सृजनात्मक काममा राम्रो प्रदर्शन हुनेछ, तर यथार्थमा ध्यान दिन पनि आवश्यक छ, नत्र भ्रममा पर्न सक्नुहुन्छ। यसरी आजको दिन सबै राशिका लागि फरक फरक सङ्केत लिएर आएको छ। राशिले दिशा देखाउँछ, निर्णय तपाईँको हो। धन्यवाद।